नेपालको इतिहासमा नै पहिलो महिला प्रधान न्यायाधीश सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बनेर अर्कै इतिहास रचेकी छन्। 2082 भदौको 22-23 गते जेनजी आन्दोलनले नेपालको सायद इतिहासमा नभएको घटना भयो। सत्ता मात्रै नभई विभिन्न दलका नेताहरूलाई कुटपिटसँगै घर पनि जलाइयो। यति मात्र नभई नेपालको सम्पत्ति पनि जलाइयो, जस्तै सिंहदरबार, उच्च अदालत, प्रहरी कार्यालय लगायत सबै। हाम्रो इतिहास नै खरानी बनाई शून्य बनाइयो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए, जसले अन्तरिम सरकारको मागलाई उजागर गरेको थियो। जेनजीहरूले 3 दिन सामाजिक सञ्जालबाट छलफल गरी निचोरमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा चयन गरिएको थियो। शासन सत्ताको प्रमुख सम्हाल्न अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई अघि सारियो। उनी नेपालको संविधान 2072 को धारा 61 को उपधारा 4 बमोजिम भदौ 27 गते राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराई अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी थिइन्। उनले 6 महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराउने छिन्। उनकै सिफारिसमा प्रतिनिधि सभा विघटन भएको थियो। यो सँगै नेपालले राजनीतिक इतिहासमा पहिलो पटक महिला सरकार प्रमुख नेतृत्व गरिन्। अब उनको जीवनबारेमा जानकारी लिउँ। सुशीला कार्कीको जन्म 2009 जेठ 25 गते भिरगाउँ स्याङ्जामा भएको थियो। उनी आफ्नो पिताको 7 सन्तानमध्ये जेठी छोरी हुन्। सामान्य परिवारमा जन्मिए पनि उहाँ सानैदेखि अध्ययनमा उत्कृष्ट हुनुहुन्थ्यो। बाल्यकालदेखि नै सत्य, न्याय र इमान्दार जीवनप्रति आकर्षण देखाइथिइन्। उनको परिवार किसानी गर्दथे। उनीहरू विराटनगर स्थित बीपी कोइरालाको परिवारसँग नजिक थिए। सुशीलाका बुवाले उनलाई डाक्टर बनाउन चाहे पनि उनले भने अध्ययनका लागि कानुन रोजेकी थिइन्। बनारस हिन्दू विश्वविद्यालय वाराणसीमा अध्ययनरत रहँदाखेरि नै नेपाली काङ्ग्रेसका युवा नेता दुर्गाप्रसाद सुवेदीसँग भेट भई उनीहरूको विवाह समेत भएको थियो। सुशीलाले महेन्द्र मोरङ क्याम्पसबाट 2028 सालमा बिए र बनारस हिन्दू विश्वविद्यालयबाट 2033 सालमा राजनीति शास्त्रमा एमए गरेकी थिइन्। त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट 2034 सालमा कानुनमा स्नातक उपाधि हासिल गरेकी थिइन्। उनको व्यावसायिक जीवन भने शिक्षण पेसाबाट सुरु भएको थियो। शिक्षण क्षेत्रमा केही समय बिताएर उहाँले कानुनी क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनी विराटनगर स्थित पुनरावेदन अदालतको बार अध्यक्ष समेत थिइन्। 2035 सालबाट वकालत सुरु गरेकी उनी 2066 सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा प्रवेश गरेकी। 2065 माघ 9 सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी उनी 2067 मङ्सिर 2 स्थायी न्यायाधीश बनेकी थिइन्। प्रधान न्यायाधीशको रूपमा शपथ 2073 असार 27 लिएकी थिइन्। उनले न्यायाधीश हुँदा थुप्रै चर्चित मुद्दाहरूमा फैसला गरेकी थिइन्। उल्लेखनीय फैसलाहरू गरेका उनका कामहरू ओम भक्त राणा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल सरकार, सुडान शान्ति सेना भ्रष्टाचार, नेपाल ट्रस्टको कार्यालय विरुद्ध प्रेरणा राज्यलक्ष्मी राणा, पूर्व राजकुमारीको सम्पत्ति, पृथ्वीबहादुर पाण्डे विरुद्ध काठमाडौँ जिल्ला अदालत, अस्ट्रेलियामा पोलिमर ब्याङ्क, नोटको छपाईमा भएको भ्रष्टाचार, काठमाडौँ तराई द्रुतमार्ग प्रकरण, सरोगेसी सम्बन्धी मुद्दा जयप्रकाश गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्कीको नियुक्ति उल्ट्याउने जयबहादुर चन्दलाई नेपाल प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय, बदर, माओवादी जनयुद्धको मैना सुनारको बलात्कारपछि हत्या भएको मुद्दा संलग्न सैनिक अधिकृतहरूलाई जन्मकैदको फैसला, त्यसै क्रममा उनलाई असफल महाभियोग लाइयो। प्रधान न्यायाधीश रहेकै बेला सुशीला कार्की विरुद्ध तत्कालीन सत्ता गठबन्धनका सांसदहरूले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको र कार्य सम्पादन क्षमता नभएको आदि कारण देखाउँदै महाभियोगको प्रस्ताव दर्ता गरेका थिए, जुन असफल भएको थियो। कार्की विरुद्ध 17 वैशाख 2074 सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका 249 सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो। तुरुन्तै कार्कीलाई निलम्बित भएको पत्र पनि दिइएको थियो।
नेकपा एमाले लगायत प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद बैठकमा यो विषयले सहज प्रवेश पाउन भने सकेको थिएन। 22 वैशाखमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी बनाएका थिए र कार्की पुनः सर्वोच्च अदालत फर्किएकी थिइन्। प्रधान न्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिन अघि 2074 जेठ 32मा सर्वोच्च अदालतबाट बिदा भएकी थिइन्। उनको कार्यकाल बुधबार जेठ 24 गते सकिएको थियो। उहाँ नेपालको न्यायपालिका मात्र होइन, सम्पूर्ण महिला सशक्तिकरण र समानताको क्षेत्रमा प्रेरणादायी नाम मानिन्छ। अब नेपालको प्रमुख भएपछि के गर्छिन् त उनले? यो 6 महिनामा तो हेर्न बाँकी नै छ। अन्तमा बधाईसँगै प्रधानमन्त्रीको कार्यकालको शुभकामना दिन चाहन्छौँ।